Alright, ketchup. Mm. Sahayatri Entertainment. So hello guys, welcome to my short ब्लगमा होइन सर्ट फुड ब्लगमा सो आज मैले चाहिँ पकौडा बनाउने निर्णय गरेको छु होइन सो म चाहिँ आज घरमै पकौडा बनाउन खोजिराखेको छु अनि हाम्रो पकौडा बनाउनको लागि चाहिँ हुन्छ नि त घरमा भएको सामानहरू थोरै युज गरिरहेको छु मैले त्यसको लागि स्पेसल्ली हामीले बन्दा लिएको छौँ होइन म चाहिँ थोरै बनाउन लागेको हो त्यही भएर यसको म वान अपन हाफ चाहिँ युज गर्नेछु होइन अनि त्यसपछि मैले ओनियन लिएको छु प्याज 3 पिस लिएको छु होइन अनि त्यसपछि मैले थोरै हरियो खोर्सानी लिएको छु अनि त्यसपछि चाहिँ मैले एउटा कागती पनि लिएको छु यसले चाहिँ हल्का अमिलो टेस्ट बनाउनु मिल्छ अनि प्लस मसँग बेसन पनि छ होइन सो आज चाहिँ म थोरै पकौडा बनाएर चाहिँ खाएर हजुरहरूलाई देखाउने छु कस्तो हुनेछ होइन सो लेट्स सी हाउ टु मेक पकौडा एन्ड हाउ इज इट ओके सो गाइज मैले चाहिँ प्याज र खोर्सानीलाई चाहिँ वास गरेर ल्याइसकेको छु राम्रोसँग वास गरेको छु अब हजुरहरूले यो प्याज र खोर्सानीलाई चाहिँ एकदम बारिक हुन्छ नि त एकदम मसिनो चप गर्नुपर्ने हुन्छ खोर्सानी हजुरहरूको इच्छाअनुसार हुन्छ तर प्याजलाई चाहिँ हामी एकदम मसिनो चप गर्नुपर्ने हुन्छ हामीले चाहिँ प्याजलाई स्लाइसली यस्तो मसिनो चप गरेका छौँ किनकि यो चाहिँ हामीले जुन मोल्ने बेलामा चाहिँ एकदम हुन्छ नि त बन्दाकोपीसँग चाहिँ एकदम मजाले मिसिनु पर्ने भएर चाहिँ हामीले यसरी मसिनो चप गरेका छौँ यो एउटा चप भइसकेको छ अब हामी अर्को पनि चप गर्नेछौँ यो थर्ड प्याज हो सो गाइस हेर्न सक्नुहुन्छ हजुरहरूले मैले चाहिँ प्याजलाई एकदम बारिकीले हुन्छ नि त मसिनो पाराले चाहिँ मसिनो भन्नाले स्लाइस पाराले चाहिँ चप गरेको छु अब यसलाई हामी बलमा उठाउँछौँ होइन सो अब पालो आएको छ खोर्सानीको हामी खोर्सानीलाई चाहिँ एकदम स्लाइस पाराले जुन यसको स्पाइसी आउने गरेर चाहिँ टक्क लाएर यसरी चप गर्नेछौँ यसरी चप गरेको खोर्सानी चाहिँ एकदम हुन्छ नि त हामीलाई पकौडा बनाउने बेलामा जुन हाम्रो डल्लो हुन्छ त्यसमा चाहिँ भाग भागमा जाने गर्छ अनि त्यसपछि स्पाइसी पनि आउने गर्छ टेस्ट पनि एकदम राम्रो आउने गर्छ हजुरहरूले यसलाई मसिनो चप पनि गर्न सक्नुहुन्छ त्यसो गर्दा चाहिँ अलिक समय पनि लाग्छ होइन त्यही भएर चाहिँ मैले यस्तो खालको चप गरेको छु
गाइज खोर्सानी पनि चप भइसकेको छ हाम्रो। यसलाई पनि बलमा राख्नेछौँ। सो लेट्स फाइनल हाम्रो चाहिँ बन्दाकोपी ल्याएको छ होइन, यसलाई चाहिँ हामी थोरै चप गर्नेछौँ। यसको लागि हामीले बाहिरको बोक्राहरू फाल्नुपर्ने हुन्छ। बाहिरको बोक्रा चाहिँ सबै फाल्नुपर्ने हुन्छ अनि जुन हाम्रो भित्रको भाग हुन्छ राम्रो भाग त्यसलाई मात्रै चप गर्नेछौँ। सो मलाई चाहिँ धेरै बन्दाकोपी नचाहिने भएकोले मैले चाहिँ थोरै मात्रै क्वान्टिटीमा बनाउन लागेको हुनाले मैले थोरै मात्रै बन्दाकोपी लिएको छु। यसलाई पनि हामी सेम प्याजको जस्तै मसिनो चप गर्नेछौँ। हेर्नु होला यसमा किराहरू पनि हुनसक्छ होइन, तर यसमा छैन। सो राम्रोसँग हेरेर मात्रै गर्नु होला, किनकि अहिलेको सिजनमा चाहिँ बन्दाकोपीमा अत्याधिक रूपमा किराहरू भेटिएको हुन्छ, यसमा छैन। सो लेट्स स्टार्ट। सो गाइज हेर्न सक्नुहुन्छ हाम्रो बन्दाकोपी चाहिँ एकदमै राम्रो काटेको छ है, फुर्र भएको छ। हजुरहरूले पनि यसरी नै काट्नुपर्ने हुन्छ। सो गाइज मैले चाहिँ बेसन पनि लिएर आएको छु होइन। सो हामीले चाहिँ यसमा थोरै बेसन एड गर्नुपर्ने हुन्छ। यसले गरेर चाहिँ हाम्रो जुन यो पकौडा छ त्यसलाई चाहिँ मजाले टाँसेर बस्न युज गर्छ। सो हामी बेसन युज गर्दैछौँ यसको लागि। हजुरहरूले यसको साटोमा मैदा पनि युज गर्न सक्नुहुन्छ, तर बेसनको जस्तो स्वाद चाहिँ मैदामा आउँदैन। हजुरहरूले नापेर पनि हाल्न सक्नुहुन्छ। मैले चाहिँ थोरै क्वान्टिटी बनाएको हुनाले चाहिँ म सिधै बेसनलाई चाहिँ जुन हाम्रो प्याकेजिङ छ त्यहीबाट खनाउँदैछु। अनि त्यसपछि हामीले हाल्नुपर्ने हुन्छ यसमा नुन। हजुरहरूको स्वाद अनुसारको चाहिँ नुन हाल्नुपर्ने हुन्छ। अनि त्यसपछि हल्का बेसार हालिदिनु होला हाम्रो कलरिङको लागि, किनकि हामी कलर फुडहरू केही पनि युज गर्ने छैनौँ, फुड कलरहरू। सो हामी हल्का बेसार हाल्नेछौँ। सो गाइज हल्का हामी चाहिँ जुन गरम मसाला छ यसलाई पनि हल्का युज गर्नेछौँ, किनकि यसले टेस्ट राम्रो दिन्छ।
अनि त्यसपछि हामी 1/2 जुन निम्बु छ यसलाई लेमन छ यसलाई पनि निचोरेर यसैमा एड गर्नेछौँ। यसले चाहिँ अमिलो टेस्ट जुन हुन्छ नि त हामीलाई चाहिने टेस्ट चाहिँ आउने गर्छ। पिरो प्लस अमिलो सबै सँगै आउँछ। यो चाहिँ हाम्रो होममेड भएकोले चाहिँ यसमा अन्य सामग्रीहरू चाहिँ युज हुने छैन होइन, त्यही भएर मैले चाहिँ यति मात्र युज गरेको छु। सो फाइनली गाइज हामी चाहिँ अब यसलाई मजाले मुस्नुपर्ने हुन्छ होइन। यसलाई चाहिँ एकदम मजाले चाहिँ मिलाउनु पर्ने हुन्छ। यसमा हामीले नुन हालेका छौँ होइन, हल्का कलरिङको लागि बेसार हालेका छौँ जसमा चाहिँ फुड कलर युज भएको छैन। अनि प्याज हालेका छौँ, हरियो खोर्सानी अनि प्लस थोरै लेमन, त्यति मात्रै युज भएको हुनाले चाहिँ यो चाहिँ हाम्रो एकदम घरमै बनेको एकदम हेल्दी नै हुन्छ होइन। हजुरहरूले देख्न सक्नुहुन्छ यो भरि भएको जुन हाम्रो सामान थियो त्यो चाहिँ मोल्दा जम्मा यति मात्रै भएको छ। यो क्वान्टिटी मेरो लागि एकदम बेस्ट क्वान्टिटी हो, किनकि आज म चाहिँ एक्लै भएको कारणले चाहिँ यति क्वान्टिटीले मलाई इनफ हुन्छ। हजुरहरू हेर्न सक्नुहुन्छ यो चाहिँ एकदमै राम्रो भइसकेको छ। अब यसलाई चाहिँ हामी चम्चाको सहायता अथवा हातले नै यसरी तेलमा चाहिँ टक्क हाल्न सक्छौँ। यो चाहिँ एकदमै राम्रो भइसकेको छ। सो हेलो गाइज, फाइनली मैले चाहिँ जुन मैले बनाउन खोजिराखेको थियो जुन हाम्रो पकौडा, सो त्यो चाहिँ फाइनली बनिसकेको छ होइन। टक्क लाएर चाहिँ हेर्न सक्नुहुन्छ दामी खालको पकौडा बनिसकेको छ। अनि प्लस मैले चाहिँ आलु चप पनि बनाएको छु, यो पनि एकदमै दामी भएको छ है। सम्भवतः यो एकदम मिठो हुनेछ। अनि मसँग रहेको छ केचप। सो ढिला नगरिकन हामी चाहिँ खान सुरु गर्नेछौँ। अनि हजुरहरूले चाहिँ यस्तै यस्तै भिडियोहरू मन पराउनुहुन्छ भने सहयात्री एन्टरटेनमेन्टलाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला गर्न चाहिँ होइन। अनि जुन हाम्रो सहयात्री एन्टरटेनमेन्टलाई सब्सक्राइब गरेर लाइक गरेर अनि कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ अनि कस्तो छ भिडियो भनेर चाहिँ कमेन्ट बक्समा चाहिँ कमेन्ट गरिदिनु होला। सो गाइज मैले चाहिँ फाइनली सुरु गर्न लागेको छु खानालाई होइन। म चाहिँ सबैभन्दा पहिला चाहिँ पकौडादेखि सुरु गर्नेछु। यो चाहिँ एकदम अमेजिङ रहेको छ, मैले आफैले बनाएको हो होइन। हेर्न सक्नुहुन्छ गाइज, टक्क लाएर चाहिँ केचपमा हालेर वाउ एकदमै दामी टेस्ट आएको छ गाइज। यसको त बयान गरी सक्दैन छैन। हामीले जुन बजारमा किनेर खान्छौँ नि त्योभन्दा कयौँ गुणा मिठो छ यो। प्लस आफैले बनाएको भएर चाहिँ यसमा चाहिँ एकदमै राम्रो त्यो हाइजेनिकहरू मेन्टेन गरेको छौँ। अनि यसमा चाहिँ हामीले बजारमा लाग्ने जुन यो फुड कलरहरू केही पनि युज गरेका छैनौँ, जुन हाम्रो घरमा हुने बेसिक सामानबाटै बनाएको हो होइन। वाउ। सो गाइज अनि यो आलु चप पनि ट्राई गर्नेछु। यसलाई चाहिँ टक्क लाएर केचपमा हालेर खानुपर्ने हुन्छ। वाउ एकदमै मिठो भएको छ गाइज है। जस मैले दुःख गरे अनुसारको चाहिँ एकदम दामी फल पाएको छु मैले चाहिँ।
वाउ, यो चाहिँ बयान गरेर साध्य नै छैन गाइस। एकदमै मिठो भएको छ, एकदमै मिठो। अलि मिठो छैन कि गाइस, यति मिठो छैन कि। यदि हजुरहरूलाई पनि यो बनाउन मन छ अनि यसरी बनाएर खान मन छ भने हाम्रो भिडियो फुल हेर्नु होला। यसमा चाहिँ बनाउने तरिकादेखि लिएर सबै हामीले चाहिँ राखिदिएका छौँ है। दामी। स्पाइसी प्लस हुन्छ नि त, सबै चिज टक्क मिलेको छ। एकदमै दामी, एकदमै मिठो प्लस एकदमै क्रिस्पी आइटम बनेको छ। सो हजुरहरूले पनि यसरी नै बनाएर खानु होला घरमा होइन। एकदम अमेजिङ बनेको छ। म त गाइस रुक्नै सकेको छैन यो खाना। हजुरहरूले देखिराख्नु भएको छ। स्पाइसी पनि ठिक्क, सब चिज ठिक भएको छ गाइस यसमा। वाउ, एकदमै अमेजिङ भएको छ। कुनै कुनै चाहिँ डढेछ। वाउ, म चाहिँ केही रोक्नै नसकिकन खाइरहेको छु है। अमेजिङ। गाइस एकदमै मिठो भएको छ। यस्तै यस्तै खानेकुराहरू हजुरहरूले बनाएर खान सक्नुहुनेछ आफ्नै घरमा आफैसँग भएको सामग्रीबाट। सो यस्तै यस्तै भिडियोहरू यदि हजुरहरूलाई मनपर्छ भने हाम्रो च्यानललाई चाहिँ युट्युब च्यानल सहयात्री इन्टरटेनमेन्ट र टिकटक सहयात्री इन्टरटेनमेन्ट अनि फेसबुक पेज सहयात्री ENRलाई चाहिँ फलो गर्नु होला।
सबैमा यो भिडियो आउनेछ। अनि हजुरहरूले जहाँ जहाँबाट बसेर हेर्नु भएको छ नि यो भिडियो, कृपया कहाँबाट हेर्नुहुन्छ कहाँबाट हेर्नुभएको छ त्यो ठाउँ पनि कमेन्टमा बताइदिनु होला। अनि माया गर्न चाहिँ नबिर्सिनु होला है त। Amazing guys, धेरै खाएँ। सो गाइस आजको भिडियो यति नै। हाम्रो सहयात्री इन्टरटेनमेन्टलाई चाहिँ लाइक, सेयर अनि सब्सक्राइब गर्न नभुल्नु होला। सो बाई बाई, अन्यङ।